After a long time, I'm again vlogging. आजको हाम्रो डेस्टिनेसन गाइस अब छिटो भन्दा छिटो चाहिँ क्यामेरा होल्डर किन्नै पर्ने रहेछ. सी द ब्युटी अफ सिक्किम. पर मैं मर ही ना जाऊं तेरी ही बातों में खोना मैं चाहूं. Hi guys, welcome back to my video again. It's Bindu Rai here. After a long time, I'm again vlogging. So आज चाहिँ हामी जाँदैछौँ राइडमा आफ्टर ड्युटी. मी एन्ड माई फ्रेन्ड्स राइड त होइन यसो घुम्नुको लागि, किनभने आज एकदमै राम्रो दिन भइरहेको छ. हेर्नुहोस्. सो गाइस अब हामी कहाँ जाँदैछौँ अनि कसरी जाँदैछौँ त्यसको लागि चाहिँ यु हेभ टु किप वाचिङ माई भिडियो. चाहिँ जाँदैछु मेरो स्कुटी लिएर होइन. यहाँनिर चाहिँ मैले यति दामी जग्गा पाएँ कि फुलहरू होइन. सो मैले चाहिँ यहाँ भिडियो बनाउनु थालेको र मेरो साथी चाहिँ तेल हाल्दैछ पछि. सी इज कमिङ. सो आज यति दामी दिन भएको छ कि सो वी थट अफ गोइङ आउट. मेरो साथी हन्टरमा अनि म चाहिँ स्कुटीमा. सो किप वाचिङ गाइस. अब मेरोमा भिडियो गोप्रोहरू पनि छैन होइन, क्यामेरा होल्डर पनि छैन. सो आई क्यानट सुट अ भिडियो अफ राइडिङ, बट तपाईँहरूलाई म बिचमा देखाउँदै गर्छु है. अहिले भने चाहिँ यहाँ हेर्नुहोस् यति दामी दिन छ. यहाँ यति दामी फुल रहेछ कि त्यही भएर मैले यहाँदेखि चाहिँ भिडियो स्टार्ट गरेको नि त. भने चाहिँ आज हामी जाँदैछौँ किताम र आजको दिन एकदम राम्रो भइरहेको छ. सो हामी चाहिँ किताम जानु अहिलेको म मेरो साथी होइन. यहाँ दिन हेर्नुहोस् यति दामी भइरहेको छ कि आज. यहाँ लुक एट द वेदर गाइस. वी आर गोइङ किताम. अनि कितामको बाटो चाहिँ एकदमै राम्रो छ नि त. सो तपाईँहरूलाई पनि देखाउँथेँ इफ मेरोमा क्यामेरा होल्डर भएको भए चाहिँ. अब सुन्नु लेटर हामी क्यामेरा होल्डर पनि लगाउनेछौँ म र मेरो साथी. जानेछौँ राइडमा. स्यानोस् म र मेरो साथी छु एकदम बाइकमा अनि म छु एकदम स्कुटीमा. ड्राई पार्दैँ र गाइस होइन. तपाईँहरूलाई म अब मेरोमा क्यामेरा छैन. सो त्यही भएर चाहिँ म तपाईँहरूलाई बिचमा दामी दामी सिनहरू आयो भने भिडियोहरू योहरू आयो भने चाहिँ म देखाउँछु तपाईँहरूलाई होइन. यहाँ म एउटा हातले कुदाउँदैछु. अनि हेर्नुहोस् ऊ पारि चाहिँ छ बुल सिन्ताम्पा बोङरोङहरू यस्तो दामी देखिरहेको छ है. यति दामी देखिरहेको छ है. हो आकाश हेर्नुहोस् गाइस यति क्लियर छ. साथी चाहिँ गयो अगाडि म चाहिँ छु पछाडि. एन्ड यस्तो दामी छ नि हौ दिन आजको. यस्तो राइडमै जाने दिन भइरहेको छ. तर के गर्नु उयै छैन, क्यामेरा होल्डरै छैन गाइस. अब छिटोभन्दा छिटो चाहिँ क्यामेरा होल्डर किन्नै पर्ने रहेछ. अनि तपाईँहरूलाई यस्तो दामी दामी भ्यूहरू देखाउनु पर्ने रहेछ है. हाई म चाहिँ यहाँ आधी बाटो पुगेको थिएँ नि त होइन. अनि आधी बाटो पुग्दाखेरि चाहिँ यहाँ चाहिँ हेर्नु न, dumping of garbage is strictly prohibited. If anybody found throwing garbage then rupees fine 5,000. खासमा यहाँ चाहिँ नि गार्बेज फ्याँक्ने जग्गा बनाएको थिएछ नि त है. यहाँ अब डम्पिङ जोन थिएछ माटोहरू फ्याँक्ने कि. त्यसलाई चाहिँ गार्बेजहरू फ्याँकेर मान्छेले चाहिँ अब पुरा नराम्रो बनाइरहेको थिएछ नि त्यसलाई. अनि यहाँ यति मन पऱ्यो कि मलाई यो कुरा चाहिँ. लाइक सी द ब्युटी अफ सिक्किम. यहाँ हेर्नुहोस् है, म झरिकन देखाउँछु तपाईँहरूलाई. अब यहाँ चाहिँ माटोहरू फ्याँकेर चाहिँ माटो फ्याँक्थ्यो होला कि सायद. त्यसमा चाहिँ डम्पिङ जोन बनाइदिएको थियो होला मान्छेहरूले मैलाहरू फ्याँकेर. सो अहिले हेर्नु नि यति दामी फुलहरू रोपिदिएको रहेछ होइन. हेर्नुहोस् स्माइलीहरू बनाएर दामी फुल बनाइदिएको रहेछ. यस्तो चाहिँ हुनु पऱ्यो नि त. यो हो नि त हौ सिक्किमको ब्युटी. द ब्युटी अफ सिक्किम. गाडीहरू आउँदैछ. गाडीहरूले मलाई राम्ररी हेर्दैछ यो बहिनीले के गर्दैछ भन्दै. हेर्नुहोस् मेरो माई ड्रिम गर्ल इज हियर. आइ एम टेकिङ हर. आज चाहिँ लङ ड्राइभमा कस्तो हुँदो रहेछ ल म भरे एक्सपिरियन्स भन्छु. यो माथि चाहिँ सायद के गाउँ होला कि आई डोन्ट नो के गाउँ छ. तर यो चाहिँ कितामको फाटकमा चाहिँ यस्तो छ है गाइस. हेर्नुहोस् यसैले भने चाहिँ हामी आधी बाटोमा आइपुग्यो होइन. यहाँ चाहिँ मेरो साथीले भिडियो बनाउनको लागि मलाई पर्खेको. यहाँ हेर्नुहोस् यति दामीको नजरिया कहाँ देख्नु भएको थियो होला तपाईँहरूले. के गाउँ चाहिँ याद छैन मलाई. यहाँ फोटो खिच्ने
कत्रो ठुलो टर्निङ रहेछ यो है ब्युटी अफ स्प्रिङ इज सो अमेजिङ हेर्नुहोस् यति नयाँ पौधाहरू आउँदैछ यी रुखपातहरू यस्तो त दामी हुन्छ त हौ पहाडमा बस्नुको फाइदा चाहिँ यति चाहिँ गाइस लुक एट द प्लेस अफ द ब्युटी हामी रिफ्रेस भयौँ अब यहाँसम्म आयौँ होइन यति दामी भइरहेको छ दिन पनि दामी छ तर उँधो चाहिँ हामी नजाने अब किनभने घर फर्किनुपर्छ नि त के गर्नु यस्तो गरम छ कि हेर्नुहोस् यस्तो के भन्छ हो हल्ला सोर सराबा ड्युटी के नानीहरू पिरहेको छिङ 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 छिङको पट्टा चाहिँ यति पिसफुल जग्गामा आउँदा चाहिँ यति साह्रो दामी फिलिङ सो पिसफुल बर्ड सेन्चुरीमा आएको छौँ हामी यो मेरो साथी यहाँ यस्तो फुल रोपेको रहेछ हौ फाइनली गाइस आम ब्याक टु माई होम र आजको भिडियो यतिमा एन्ड गर्दैछु तपाईँहरूले हाम्रो छोटा सा राइडको भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल बाई